घटाउँदैन दाइ पाउने शनि I'm truly grateful to be part of this Oda journey. कपाल दुखे पनि अहिले नीति आउँदा हौं, पेट दुखे पनि नीति आउँदा हौं। अहिले हामीलाई धन्यवाद छ, हामीले जग्गै सुविधा छ, हामी गरिब जनता। मेरो नाम अस्मिता सिंह, म श्रीतिला माध्यमिक विद्यालयको छात्र कक्षा 9 मा पढ्छु अनि म चाहिँ बिरामी भएको बेला चाहिँ फाउन्डेसनमा औषधि गर्न आउँछु। हामीले चाहिँ यता निशुल्क औषधि गर्न पाएको छौं अनि फाउन्डेसनले चाहिँ धेरै सुविधा दिएको छ हामीलाई। नातादार विद्यालयबाट हुँदा फाउन्डेसनमा आएकी र मेरो भाइ बिरामी हुँदाखेरि म आएको थिएँ। धन्यवाद। मान्छेले पनि मैले चिन्न बिर्सेको छु। अगाडि बढाउँ भनेर नाक त फुल्यो भुर्किलो भने बुझ्नु भएको छैन, ढोका बाहिर हुन्छ यो कपडा झुडाउँछ। खेती सम्बन्धीमा मैले अर्गानिक कागती किनेर लगेको छु। अरू के लिनुभयो? अरू सुन्तला खाएँ। मेलाबाट किने माल्टा किने, लसुन किने, क्यार्ने लसुन, सिमी किने। क्यार्ने लसुन र सिमी मेलामा आएर के किन्नुभयो? खै देखाउनु त के किन्नु? लसुन किन्नुभयो? अनि कस्तो लाग्यो त? अरू बिउ किन्नुभयो कि? यसमा के लसुनको कुटो? गाउँपालिका यो पद्मघाट मेला सँगसँगै यो अर्गानिक खाद्य पोषण मेला पनि यो तपाईँ छोरीले पनि गर्न पाए भन्ने हुन्छ नि त। एउटा 10 मात्रै पढेर बिहे गरेर अब बच्चा जन्माएर अब पछि लाएर 4-5 त्यो पनि भयो नि एउटा। हामीले यो मर्मत गरिरहेका छौँ त। अनि हाम्रो यो बर्थिङ सेन्टरको पनि यो हाम्रो रङरोगन गर्ने मर्मत सम्मान गर्ने काम हामीले गरिरहेका छौँ। अनि हाम्रो एउटा भ्यू टावर कटेज पनि हामीले त्यो भर्खर सुरुवात गरेका छौँ, त्यहाँ पनि र्यालिङ दिएको हामी। ठिकै छ यो 2 वर्ष भयो। ए अहिले देख्दाखेरि खुसी हुनुहुन्छ? चक्कर आए
इनका बात क्रिएटर हुनुहुन्छ जसले 1,25,000 नगद पुरस्कार सहित आजको यो मोमेन्टमा एकदमै पोजिटिभ नोटेसन पनि दिँदै हुनुहुन्छ। लेट्स वेलकम करण सिंह फ्रम ओडा फाउन्डेसन। सपना देख्नलाई केन्द्रमै हुनु पर्दैन, देश विकास गर्नलाई विकसित क्षेत्रमै मात्रै हुनु पर्दैन भन्ने कुरा उहाँले प्रुभ गर्नु भएको छ। जुन क्षेत्रबाट उहाँले विकासको उद्घोष गर्नु भएको छ त्यो क्षेत्र अझै फलोस्, अझै फुलोस्। करण सिंह रोडा फाउन्डेसनलाई हामी सबैको तर्फबाट धेरै धेरै बधाई।